पीडितहरूले जानुकाका काका अर्जुन ढुङ्गाना पनि यस ठगी धन्दामा मिलेको आरोप लगाइरहेका छन्। अर्जुन ढुङ्गानाले आफूहरूलाई धम्क्याएकोदेखि पैसा फिर्ता गर्ने आश्वासन देखाएर मुद्दा मामिला गर्न रोकावट गर्ने काम गरेको समेत पीडितहरूले आरोप लगाएका छन्। सोमबार अर्जुनलाई पनि हामीले कार्यालयमा बोलाएका थियौं। अर्जुनसँगै ठगी प्रकरणको मास्टर माइन्डको आरोप खेपिरहेकी नेहा अधिकारी, कर्मेश सापकोटा र पीडितहरू बीच भइरहेको छलफलका क्रममा एकअर्का बीच निकै बेर आरोप प्रत्यारोप चल्यो। झण्डै कुट्टाकुट हुने अवस्थामा छलफल परिणत हुन पुग्यो। यो हेर्नुहोस्। जानुका ठग नै भएको काकाको पनि स्वीकारोक्ति। गिरोहमा 21 जना संलग्न रहेको दावी। यस प्रकरणमा